हेलो एभ्रिवान र अहिले चाहिँ म घरदेखि निस्केर सदाम जानु आँटेको छु। हाम्रो घरदेखि चाहिँ रोड जानुको लागि चाहिँ ओह्रालो हिँड्नुपर्छ र म जाँदैछु। र म चाहिँ कहाँ जाँदैछु भने यो माथिनिर जहाँ चाहिँ बाजार लागिरहेको छ त्यहीँ चाहिँ म त्यहाँदेखि अलिक परै गएको है जाँदैछु। हल्का पानी पनि पर्दैछ। वेदर इज टु गुड। मेरो घर चाहिँ यहाँ माथि छ, देख्दैन यहाँबाट। हाम्रो घरको वरिपरि त्यस्तो छ र हाम्रो घरको पारितिर त्यस्तो छ, सबै जङ्गल जङ्गल छ, एकदम पिसफुल। जान्दैछु माथि गएर एकजना दिदी पनि हुनुहुन्छ, दिदी र म जान्छु। स्कुटी भएकोमा आइपुगेर पनि स्कुटी स्टार्ट गरिरहेको छु। अब चाहिँ जानु आँटेको। राम हल्का पानी पर्दैछ तर मलाई त्यस्तो दिन पुरा मनपर्छ। अब जानु आँटेको। गरम पनि गरम छ, बट दिस इज माई ब्युटिफुल स्कुटी। स्टिक थिएन तिम्रो नल्याएको थिएन नि गाइस। हामी चाहिँ यहाँनिर गुप्ती आइपुग्यौँ। यहाँको बाटो चाहिँ यति दामी छ। यहाँ दिदी हुनुहुन्छ, लुकिरहनु भएको छ होइन। रिमिदी र म आएको। त्यहाँनिर यस्तो दामी भइरहेको छ। यहाँको बाटो चाहिँ यति दामी छ। यहाँ माथि यहाँदेखि माथि माथि चाहिँ प्याराग्लाइडिङहरू गराउँछ है। हामी चाहिँ त्यहाँ चाहिँ जान्दैन, तर हामी अलिक तल जाने काम छ, जान्दैछौँ हामी। भयो सिनहरू देखाउने छैन। दामी छ है बाटो। दामी रहेछ त, अन्त फगी छैन रहेछ नि। यो सदा मोरालो बाटो अप्ठ्यारो छ त। यहाँ छ रिमिदी तपाईँलाई। आज चाहिँ हामी खानु आँटेको छ मोमो। नाम चाहिँ के भन्यो? स्टेसी। यहाँ र म सिधा रहेछ नि त। दामी रहेछ स्टेसी। अहिले चाहिँ अब हामी घरतर्फ लाग्दैछौँ कि बाटो चाहिँ हामीलाई यस्तो धुम्म लागिरहेको छ। केही देखेको छैन, यस्तो डरको धुम्म छ होइन। यहाँ पछाडि झन् बेसी धुम्म थियो, अहिले चाहिँ अलिकति कम्ती रहेछ, तर पनि बेसी डरै लाग्दै छ। धुम्म चाहिँ यस्तो खतरा छ। त्यहाँ छ म छु, स्कुटी छ। धुम्म चाहिँ खतरा छ सदाममा, यो गुप्तीमा तीको चाहिँ खतरा छ है धुम्म चाहिँ। हामी चाहिँ बिस्तारैसँग जाँदैछ किनभने घरिघरि केही नदेख्ला जस्तो हुँदैछ होइन। जाँदैछौँ अब।